अहिले हामीले यो च्याउको पडुको मुढाको दोषहरू हाल्दैछौँ यसले घोटेर यहाँपछि छेड्दैछौँ। अब हामीले यहाँ छेड्दैछौँ पुवाल पार्नको लागि। पारिसकेपछि फेरि यहाँ यो बिउ यहाँ पुवालमा हालेर यसरी मजाले खानु पर्यो। ट्याक्क लाएर खाँदेर खाँदै हुनुहुन्छ। खाँदिसकेपछि फेरि यतापट्टि आएर यहाँ भेली हाल्दैछौँ हामीले। पुवालमा खाँदिसकेको पुवालमा भेली हाल्ने अनि यतापट्टि भेली हालिसकेपछि फेरि यतापट्टि आएर यो पानीको खाल्टो अलि यहाँ पानी हालेर यो माथिपट्टि रेडी भएको भेली हालिसकेपछि यसरी यो मैनले टालिन्छ। यसरी मैनले टालिसकेपछि यसलाई पानी यो खाल्टोमा पानी हालेर यहाँ माथिबाट छोपेर फेरि 1 महिनामा फर्काएर फेरि चलाउँदै गरिसकेपछि 8-9 महिनापछि यसरी च्याउ चाहिँ यसरी फल्न आउँछ। अनि यसमा पनि फलेको छ कि यसलाई हामीले यसरी मजाले टिपिन्छ खानको लागि। यसरी फल्छ च्याउ। यता च्याउ कहाँ फलेछ भनेर यसरी हेर्नुपर्ने हुन्छ। यो मुढाहरू पनि बेला बेला हल्लाइराख्नु पर्ने हुन्छ नत्र निदाउँछ। यस्तो हुन्छ च्याउ। यहाँ सानो फली चाहिँ यो चराले यहाँ खुल्ला भएको हुनाले चराले खाएको छ। काल्चे चराले खाएर काल्चे चराबाट पनि जोगाउनु पर्छ। पानी हालेर राख्नुपर्छ, पानी सुक्छ फेरि। अहिले धेरै नफलेछ, हामीसँग यति भन्दा धेरै फलेन। सानो फलिरहेको यस्तै फलिरहेछ। यता हाम्रो तीव्र रूपमा काम भइरहेको छ।